हेलो सम्पूर्ण साथीभाइहरूलाई प्यारो गुड मर्निङ। नयाँ साल पनि लाग्यो। आज तपाईँको जनवरी 7 तारिक है। यसै त्यसै गर्दै नयाँ साल पनि बित्न आँट्यो है। अनि साथीहरू, आज धेरै दिनको बादमा मैले भिडियो लिएर आएको छु। लङ भिडियो हो। म प्रायः जस्तो खालि सर्ट भिडियो बनाउँथेँ हो। आज चाहिँ अन्त पुरै अब खाएकोहरू पुरै आज चाहिँ टाइम लगाएर बनाएको थिएँ मैले। अन्त आज चाहिँ मैले टाइम लगाएर नै अन्त मजाले बसेर खाउँ भनेर सोचेको थिएँ कि। अनि वेलकम छ तपाईँलाई मेरो युट्युब च्यानलमा है, इट एक्सप्लोर रियाक्टमा। मेरो च्यानलको नाम हो। अनि जहाँबाट तपाईँ भिडियो हेर्नुहुँदैछ है, तपाईँलाई गुड मर्निङ। अनि आज चाहिँ मैले के बनाएँ भने तपाईँको अन्डा फ्राई, आलु र बस्तीको आलु र न्युट्रेलाको सब्जी, दाल, ग्रिन टी, अनि राइस छ, अनि साथमा यहाँ मेगी। आज चाहिँ मैले राइस र मेगी कम्बिनेसन गरेर खाउँ भनेको कि। अब आज हातले खाइदिउँ भनेको हो, फर्स्ट टाइम। अब मेगी राइस चाहिँ अब हो, मान्छे हाँस्छ होला हो अब कसरी खाएको भनेर। तर अब मैले चाहिँ बनाएँ हो। आज चाहिँ भात साग खान्छु भनेर माम्छ कि। अनि मैले बनाएको छु है साथीहरू। र म अब ढिलो नगरी खाना खान्छु है। तपाईँले भिडियो हेरिदिनुहोस् होला साथीहरू। हेर्नुहोस् आज मैले बनाएको यी मेगी अनि राइस देखिरहनुहोस् तपाईँले है। ल साथीहरू, अन्त पकाउन लागौँ है। फर्स्ट प्राइस साथीहरू दामी भएछ। मैले बिर्सेँ होइन, यो मेगीमा चाहिँ मैले 2-3वटा चिकन अनि सोयाबिन गरेर चाहिँ मैले हल्का अन्त प्याजको पत्ता मिसाएर चाहिँ बनाएँ कि। दामी भएछ। तर मान्छेले यो भिडियो हेरेर चाहिँ भन्छ होला नुडल्स चाहिँ हातले खाँदैछ भनेर कि। यो चाहिँ दाल, बस्तीको पहेँली दाल। भर्खर बनाएको साथी, खानु तातो रहेछ। आम्मामा, म त यो मुस्नु सारी पसेको तातोले। जस्तो बनाएँ नि त्यस्तै लिएर आएर चाहिँ यहाँ मैले तपाईँलाई अगाडि भिडियोमा राखेको नि त कि। अन्त गरम महिनाको टाइम भने चाहिँ खान नसक्ने कि, झन् जाडो महिनाको टाइम चाहिँ अलिकति छिटो सेलाइहाल्छ कि अन्त नि। मेरो अन्डा
जाडोमा टाइम छ है साथीहरू, बेसी ढिलो पनि गर्नुहुँदैन हो। अलिकति उयो गऱ्यो भने सेलाइहाल्छ खाना हो। गरम महिनाको टाइम भयो भने चाहिँ सेलाइहाल्ने खाना, तातो पनि गरम खानु सक्ने हो। भनेको अनुसार भएछ स्वाद चाहिँ। नुनको कमिस पनि ठिक्कै मिलेछ हो, दालको सब्जीको। अनि साथीहरू यो चाहिँ मेरो अलवेज मर्निङ ग्रिन टी हो, अलवेज मेरो चाहिँ बेस्ट हो। मर्निङमा चाहिँ म यो चाहिँ हुन्छ नि मेरो हो, मर्निङ टी अलवेज मेरो चाहिँ फेभरेट एकदम ग्रिन टी चाहिँ। यो छैन चाहिँ कस्तो कस्तो लाग्छ मलाई कि। आम्मा यो दामी भएछ। आज चाहिँ म चाहिँ यो मेगी र राइस चाहिँ दुईजनाको कम्बिनेसन मिलाइदिउँ न कस्तो हुन्छ भनेर चाहिँ मैले चाहिँ त्यसै बनाएको थिएँ, तर दामी हुँदो रहेछ साथीहरू। तपाईँहरू पनि बनाएर खानु सक्नुहुन्छ है। अनि मेगी पाइहाल्छ, मेगी ल्याएर यसो है त्यो तिनवटा सोयाबिनहरू हाल्यो, मिसायो, खायो मजाले हो। मिठो हुँदो रहेछ साथीहरू। मलाई त यो आज यो रेसिपी मैले फर्स्ट टाइम बनाएर खाएको, यो मेगी र राइस चाहिँ हो। खास त यो चम्चीले खाने चिज हो, काँडा चम्चीले खाने, तर कसैले हातले खाँदैछ भनेर सोच्नु हुँदैन होला है। खानुको लागि त जस्तो पनि खानु सक्छ नि, अब भिडियोमा हो है। मान्छेहरूले कतिले अब स्पुनहरू है, काँटा चम्ची लिएर है, चपस्टिकहरू मजाले गरेर खान्छ स्टाइलले होइन। यो चाहिँ मेरो आफ्नै स्टाइल। खानु त हामी जसरी सक्छौँ नि है, हातले भयो चम्चीले है।
अनि साथीहरू आज दाल पनि मिठो भएछ हो, बस्तीको मही दाल हो। त्यहाँदेखि अन्डा पनि बनाउनु चाहिँ बस्तीकै हो कि, तर मैले चाहिँ अम्लेट बनाएको फ्राई। आज सबै बस्तीको हो तपाईँको न्युट्रेला मात्रै होइन, अरू सबै बस्तीको यो बस्तीको दाल हो, यो बस्तीको अन्डा, बस्तीको आलु, बस्तीको यो चियापत्ती यता फलेको लोकल टी हो। अरू चाहिँ भनौँ न, अरू चाहिँ अब 100मा 40% चाहिँ होइन, मिठो भएछ भन्दा नि। आम्माम, बल्लै भयो भनौँ न है, खाइसकेँ भनेर। म त मनमा लाग्दै थियो खानु सक्दिनँ होला हो यति बनाएको चिज भनेर, तर जबरजस्ती आज खाएँ मैले हो। अलिकति मैले यो आलु चाहिँ छोडेँ, मैले यो चाहिँ खानु सकिनँ हो। अरू तपाईँले देख्नुहुँदैछ सबै खाइसकेको छु मैले। एक दाल अनि साथमा रहेको राइस मेगी है, सबै खाइसकेको छु। खालि केही छैन, अनि ग्रिन टी छ है साथीहरू। र साथीहरू तपाईँले जहाँबाट भिडियो हेर्नुहुँदैछ है, हाम्रो बडाबडी मामा दाजु है भाइहरू सबैजना जहाँ पनि हेर्नुहुँदैछ है, तपाईँलाई नयाँ सालको शुभकामना छ। अनि नयाँ साल सक्यो अब, एडभान्स ह्याप्पी न्यु इयर है। अन्त यो साल पनि अब यो महिना पनि बित्न लाग्यो जनवरी। र तपाईँहरू जहाँ पनिबाट मेरो भिडियो हेर्नुहुँदैछ है, मेरो युट्युब च्यानलमा तपाईँलाई एकदम स्वागत छ। अनि तपाईँहरू भिडियो हेरिदिनुहोस् है, अन्त नबिर्सिए सब्सक्राइबहरू चाहिँ गरिदिनुहोस् होला है। र फेरि यस्तै भिडियोहरू है म अर्को हप्ता कुनै दिन फेरि लिएर आउने नै छु है साथीहरू। तबको लागि म पनि तपाईँबाट बिदा चाहन्छु है। गुड मर्निङ, ह्याप्पी नाइस डे बस्नुहोस् है सबैजनाहरू है।